Are you planning to study in USA? के तपाई US जाने सपना देखिराख्नु भएको छ? अब स्टुडेन्ट भिजा इन्टरभ्यु रोकिएको छ है, त्यो पनि ग्लोबली। US सेक्रेटरी अफ स्टेट मार्को रुबियोले एउटा सर्कुलर अर्डर जारी गर्नुभएको छ संसारभरिको अमेरिकन एम्बेसीको लागि कि तत्कालको लागि FM र J क्याटेगोरीको भिजा इन्टरभ्यु स्लटहरू इस्यु नगर्ने। यो एउटा टेम्पोररी हल्ट हो, त्यसैले तपाई तुरुन्तै आत्तिहाल्नु पर्ने छैन है। अब यो FMJ क्याटेगोरी भनेको के हो त? F भनेको हायर एजुकेसनको लागि, M भनेको तपाईको भोकेसनल क्वालिफिकेसनको लागि र J भनेको चाहिँ तपाईको स्टुडेन्ट एक्सचेन्ज प्रोग्राम अन्तर्गत पर्छ। र अहिलेको लागि यो तीनैवटा क्याटेगोरी चाहिँ एफेक्टेड छ। अब यो नयाँ सर्कुलरले जति पनि विद्यार्थी भाइ बहिनीहरू हुनुहुन्छ जसले 27 मे मंगलबारको दिनसम्म आफ्नो भिजा इन्टरभ्यु बुक गरिसक्नु भएको छ भने उहाँहरूलाई यो सर्कुलरले एफेक्ट गर्दैन। यस, यु आर इन अ सेफ जोन। ट्रम्प एडमिनिस्ट्रेसनले नयाँ नियम ल्याउँदैछ। अब सोशल मिडियाको पनि डीप चेक हुन्छ भिजा दिनु अघि। तपाईको फेसबुक, टिकटक र इन्स्टा सबै हेर्नेछ अब अमेरिकन सरकारले। कसैले भनेको स्ट्याटसले भिजा पर्न सक्छ रिजेक्सनमा, कसैले हालेको मिमीले बनायो भने तपाईलाई प्रब्लम हुन सक्छ। टाइमलाइनमा तपाईले पोलिटिक्स, प्रोटेस्ट र वार सम्बन्धी तपाईले भ्यूजहरू लाइक गर्नुभयो, सपोर्ट गर्नुभयो भने त्यसले पनि तपाईको एप्लिकेसनमा असर पर्न सक्छ। अब यी कुराहरू हुन सक्छ बिग न्यूज एन्ड क्यान एफेक्ट योर ओभरअल एप्लिकेसन प्रोसेस। सो के गर्नु राम्रो त? सुनौ है। प्राइभेसी सेटिंग्स राख्नु टाइट। Unknown friend request, swipe left, not right. Don't post extreme views about politics, war, and religion. Stay polite. Secure your logins and stay out of sight. तपाईहरु आत्तिहाल्नु पर्ने छैन। भिजा प्रोसेसिङ गाह्रो हुँदैछ तर डराउनु पर्दैन। राइट काउन्सिलिङ लियो भने सफलता टाढा पनि छैन। आइएल्स क्लास चाहिन्छ, जेन्युइन गाइडेन्स चाहिन्छ भने गार्जियन इन्टरनेसनलमा सधैँ समाधान छ। So stay in touch, kindly visit us